आज म तपाईको पवित्र वचनद्वारा मेरो हृदय तथा बोली वचनलाई सुधार्न अनुमति दिँदैछु। चुनौतीलाई समेत स्वीकार गर्न मलाई शक्ति दिनुहोस्। म जान्दछु कि प्रभु भोलि मलाई जीवन र मृत्युको शक्ति हुन्छ र मानिसको हृदयमा भरिएका कुराहरू नै बाहिर निस्कन्छ। मेरो जीवनको परिस्थितिमा पनि तपाईको वचन बोल्ने प्रतिबद्धताले राम्रो बानी बसाल्नेछ। तब मेरो हरेक विचार जीवन र अन्तस्करणको बोली वचनमा सुधार आउनेछ। मेरो बोली वचनमा तपाईँ हुनुहुन्छ। मेरा ओठबाट निस्केका हरेक शब्दहरूलाई पवित्र आत्माले अगुवाई गर्नुहोस्, अभिषेक गर्नुहोस्। मेरो भविष्य तपाईको हातमा छ। येशू प्रभुको नाममा आमेन।